यो चाहिँ यसरी पाइपमा चाहिँ सकेट पहिले यसरी लाउनु पर्छ। यो अलिक तातो घाममा लायो भने चाहिँ सजिलो यसो सकेट खान्छ। यी बेसी पनि घुमाउनु हुँदैन, यसलाई यसो गर्नुपर्छ। त्यहाँबाट यसमा चाहिँ स्प्रिङ्कल लाउनुपर्छ। यसरी साथीहरू हेर्नुहोस् है राम्रो, यसरी स्प्रिङ्कल लाउनुपर्छ। यो स्प्रिङ्कल लगाएपछि चाहिँ यो ट्राई गर्नुपर्छ। यो घुमेन भने फेरि मुनि खान्छ। यसको मुनि र यसको यो मुनि बीचमा चाहिँ अलिकति ग्याप राख्नुपर्छ। त्यसले गर्दा चाहिँ यो अनि मात्रै घुम्छ है पानी। हामीले त जबरजस्ती गरेको रहेछ नि। अब यो ब्लक हुन्छ, यसमा पनि ब्लक हुनु सक्छ, कोही बेला यसमा पनि ब्लक हुनु सक्छ। यसलाई खोल्नुको लागि चाहिँ बिस्तारी बिस्तारै यस्तो पाराले यसरी खोलिन्छ। अन्त यहाँनिर पसेको हुन्छ के यो केले यहाँबाट घोचेर निकाल्दा पनि भयो, कि त यसरी फुक्दा पनि भयो। अन्त यसले जोइन गर्दा चाहिँ आरामसे यसरी जोइन गर्नुहोस्। यसरी हल्का यसमा पनि ब्लक हुन्छ। यसरी यसलाई खोल्नुहोस्। यो खोलिन्छ, त्यहाँबाट यसलाई चेक गरेर त्यस्तै पाराले यसो यो लक हुन्छ। बिस्तारै यसो घुमाइदिनुहोस्, भयो। फाइनल्ली फिर्के चल्यो है साथीहरू, हेर्नुहोस् है।